सधैँ चाहिँ आज पनि म तपाईँलाई फोर्स डायग्राम मिरर फर्मुला हाउ टु मेक इमेज फर्म बाई कन्केभ मिररको आजमा फोर्थ नम्बरमा when object is kept between when object is kept between F and C अब्जेक्टलाई हामीले के को बिचमा F र C को बिचमा राख्दा त्यसको इमेज कहाँ बन्छ त हो। हामीले यसअघिको भिडियोमा एउटा अब्जेक्टलाई इन्फिनिटीमा राख्दा अब्जेक्टलाई सी भन्दा पर राख्दा अब्जेक्टलाई सीमा राख्दा के हुन्छ भनेर हामीले पढिसकेका छौँ। यसलाई हामीले पी भन्छौँ प्रिन्सिपल एक्सिस, यसलाई हामीले प्रिन्सिपल फोकस भन्छौँ, यसलाई हामीले सेन्टर अफ कर्वेचर भन्छौँ हो। अब when an object is kept between F and C of the concave mirror, the image is formed between C. इमेज कहाँ बन्छ रे? सी भन्दा पर बन्छ हो। जब हामीले सी र एफको बिचबाट खिच्छौँ, जब कहाँ खिच्छौँ रे? सी र एफको बिचबाट खिच्छौँ, त्यसको इमेज कहाँ बन्नुपर्छ? सी भन्दा पर बन्नुपर्छ हो। त्यसको लागि के गर्नु पर्यो भन्दा पहिला यस्तो गऱ्यौँ हामीले हो। यहाँ पी गरायौँ, यहाँ के गरायौँ? यहाँ एफ गरायौँ, यता गरायौँ सी। यहाँबाट खिच्दाखेरि हो हामीले कहाँबाट झार्यौँ? प्रिन्सिपल फोकसबाट झार्यौँ हो कि नि। अर्को लाइन हामीले यतातिर गएर कहाँबाट झऱ्यौँ? फेरि प्रिन्सिपल फोकसबाट झार्यौँ हो। अब यसरी हामीले जोडायौँ, कहाँबाट जोडायौँ? सी भन्दा पर जोडायौँ। म तपाईँलाई फेरि एउटा क्लियर इमेज बनाएर देखाउँछु। जस्तै हामीले यसरी एउटा खिच्यौँ हो, यसरी खिच्यौँ, यो भयो प्रिन्सिपल एक्सिस, यो प्रिन्सिपल यो पी भयो, प्रिन्सिपल फोकस भयो, यो सेन्टर अफ कर्वेचर भयो। अब हामीले सी र एफको बिचबाट खिच्दा यसरी एफबाट ल्यायौँ, यसरी कहाँबाट झार्यौँ? यहाँबाट झार्यौँ, यसरी झार्यौँ हो। यसरी झारिसकेपछि यहाँबाट कहाँ ल्यायौँ? यसको इमेज सी भन्दा पर बन्यो। बुझ्नुभयो तपाईँले? यसको इमेज कस्तो बन्छ त भन्दा एउटा रियल हुन्छ हो, अर्को इन्भर्टेड, अर्को म्याग्निफाइड हुन्छ हो। फेरि बुझाउँछु, हामीले अब्जेक्टलाई कहाँबाट खिच्दा अरे? सी र एफको बिचबाट खिच्दाखेरि यो पी भयो प्रिन्सिपल फोकस, यो के भयो? हामीले त्यसलाई के भनौँ? हामी त्यसलाई भन्यौँ, यसलाई भन्यौँ पोल अफ द मिरर, यसलाई प्रिन्सिपल फोकस भन्यौँ, यसलाई सेन्टर अफ कर्वेचर भन्यौँ। अब यहाँबाट हामीले कहाँबाट खिच्छौँ? बिचबाट खिच्दा एफबाट झार्यौँ, फेरि त ल्यायौँ, यता ल्यायौँ, अनि यता ल्याएपछि कहाँबाट गयौँ? यसको इमेज सी भन्दा पर बन्न पर्यो। म फेरि देखाउँछु तपाईँलाई। यसरी गरेँ म, यस्तो भयो, यो पी भयो प्रिन्सिपल फोकस, प्रिन्सिपल एक्सिस, यो भयो, यो पोल अफ द मिरर भयो, प्रिन्सिपल फोकस भयो, यो सी भयो, यहाँबाट गयो, यसरी गयो, यसरी गयो, यसरी झऱ्यो, यसरी गएर यहाँबाट यहाँ बन्यो। इमेज कहाँ बन्यो अरे? सी भन्दा पछाडि बन्यो हो। यसलाई हामीले A1 B1 A B M N कस्तो इमेज हुन्छ अरे? रियल, इन्भर्टेड र म्याग्निफाइड हुन्छ। कति सजिलो छ। म त्यो चारवटा बनाइसकेँ र तपाईँले मेरो अनलाइन क्लास मात्र 6000मा 1 इयरको प्याकेज लिन सक्नुहुन्छ। अनि यो नम्बरमा कल गरेर
मसँग क्लास लिन सक्नुहुन्छ। धन्यवाद, बाई। अरू भिडियोको लागि मेरो अरू भिडियो फलो गर्नुहोला र हेर्नुहोला र राम्रो लाग्यो र केही सुधार्नु पर्ने भए प्रतिक्रिया दिनुहोला। धन्यवाद।